ल साथी हेर्नुहोस् त एक रास तेलमा हामीले सेलरोटी बनाउने भन्दा पनि धेरै तेलमा चाहिँ यति अन्डा हाल्यो क्या मतलब थियो होला थियो नि त 10-12वटा त थियो होला त्यहाँनिर है तर यो खालको तेलले चाहिँ सबै कुरो होइन नसामा चाहिँ तपाईँको त्यो हुन्छ नि कोलेस्ट्रल जामेर पनि ब्लक हुन्छ क्या स्टकै बनाइन्छ क्या कसरी खान्छन् यिनीहरूले यार तर यो भिडियो बनाउनु लागि खास साथीहरू भिडियोको लागि नै हो क्या भिडियोको लागि हो खाने यिनीहरूले पनि धेरै चाहिँ होइन होला यो होइन अनि किनभने त्यो धुवाई पनि राम्रो छैन होइन जे पाए त्यही गरिरहेको छ क्या कटाइ पनि राम्रो छैन अनि यस्तो तरिकाले हुन्छ त ल ठिक छ खानेकुरा हो होइन र पनि यस्तो तेल चाहिँ नखाइदियो हुन्थ्यो भन्ने कुरो चाहिँ हो तर यो भिडियोको लागि हुन्थ्यो विशेष गरी होइन त्यो भएको कारणले दिदीको पकाइ पनि फेरि त्यो अर्ग्यानिक छ है आमै अन्डा तेल हेर्नु त सेट त्यो पनि त्यही फ्राई गर्ने होला के गर्नु फ्राई गरे पनि आधी तेल त तानेर लग्यो अन्डाले होइन के हो यस्तो लो के हो यो के तेल होइन हो यार तेल होइन भने त फेरि यसरी कसरी फ्राई हुन्छ त अच्छै ल फेरि त्यही हाल्यो ल ल ल सकिएन दिदी सकिएन चाइनिज दिदी सकिएन है धेरैजनाले भियतनामको भनिरहेछ थाइल्यान्डको भनिरहेछ थाइल्यान्डको होइन चाइनाको साथीहरू हेर्नुहोस् त अनि तेलकै झोल खान्छ रहेछ हौ साथी हो दिदीले तेलकै झोल खाने रहेछ है ल ल ल अरे बाबा सिट अझै भात पनि हाल्यो फेरि थोरै भात पनि त्यो पनि हाल्दियो एकै ठाउँमा वाओ खानु हेर्दा त खाउँ लाग्छ है तेल चाहिँ मैले साथीहरूलाई कति भने होइन जसले मलाई फलो गर्नुभएको छ सब्सक्राइब गर्नुभएको छ युट्युब टिकटक यो फेसबुक तिनवटामै म हाल्छु उहाँहरूले भन्नुहुन्छ कि यस्तो यो त फेक होइन यो यताउति उनीहरूले खाने भन्छ तर खाने त हो तर तेल चाहिँ बढी हाल्यो भनेको हो कि साथीहरू ल साथीहरू आजलाई यति नै भिडियो मन पऱ्यो भने कृपया गरी सब्सक्राइब सेयर कमेन्ट चाहिँ गर्नु होला धेरैले भिडियोहरू हेर्नुहुन्छ एउटा भिडियोमा त 1 मिलियन क्रस छ साथीहरू तर सब्सक्राइब गर्नु नि किन लोभिङ हुन्छ साथीहरू एकदमै लोभ गर्नुहुन्छ लोभ नगर्नु साथीहरू हेर्नुहोस् है एक दिन मरेर जानुपर्छ लोभ नगर्नु सब्सक्राइब गर्नुहोस् मैले पनि मिहिनेत गरेँ भिडियो बनाएको छु एडिट गर्नुपर्छ समय लाग्छ होइन त्यो भएको कारणले सब्सक्राइब सेयर चाहिँ गर्नु होला ल नमस्कार जय नेपाल